अब फेरि एकचोटि घुमाइदिनु अझ झन् ल्याइदिनु अब छोरी कहाँ ल्याइदिनु छापेर नि है मामा कति अझै कति साह्रो भयो तिनीहरूलाई घुमाउनु पनि अझै अझै मान्छेले यहाँ पैसा नआइयो मामा सोच्दा चाहिँ त दुईजना हालम कम खायो मामा त भनिदिनु न लाज लागिरह्यो कि यसो केटी मान्छे जस्तो हुनु केटी मान्छे जस्तो लजाउने होइन कि मलाई लाज लाग्दैन मैले खान्छ नि मैले चुरोट खान्छ है बुनी खान्छ मैले खान्छ है चुरोट खाँदैन कि अरे खाँदैन त्यति भन्ने अब हामी चाहिँ संस्कारी मान्छेले खान्छ होइन बुढी यस्तो दिन आउँदैन ह्यान्डसेक ह्यान्डसेक जिन्दगी यस्तै चलिरहेछ मामा मामा हाई गर्नु न है त्यहाँ समात्नुहोस् है बादमा हाई तपाईँको नाम भन्नुहोस् ए त्यसरी नओर्लिनु ओ फेरि चढ त म हौ पढ्नुहोस् है पढ्नु तपाईँ नओर्नु नौरले नि यसो समात्नु मामा बुढी माया भनिदिनु नि एकचोटि आफ्नै भएको कमाइ खाने हो पनि ल कस्तो रमाइलो भयो बुनी बाजे हामीले समात्नु मामाले कस्तो भयो नरमाइलो भयो आउनु भान्जा ल म तपाईँ आउनुहोस् म लडी भने नरौ मोबाइल है मोबाइल म लडी भने नरौ ल केटकेटी हो तिमी दाइ लडी भने नरौ ल झन् आप यार तिमीहरूसँग यस्तो हेलमेट छ माइजू माइजू बहिनी हो रमाइलो भएन है मामा ठिक छैन होइन जब हामी दुईजना पनि यसो यहाँ हेर न दामी छ है हामी पुष्पलाल स्मृति पार्कभित्र छौँ होइन चारजना पार्टी हो होइन सुस्मिता उहाँलाई माया भनिदिनु न ल माया तपाईँ कस्तो हजुर त्यहाँ छेउमा दुईजना मान्छे राखेर यस्तो मोबाइल लिने मान्छे यहाँ छ कि बस्नु हुन्छ राम्रो आउँछ ब्राइलो भन्नु तर सामान सहिले साँझ बस गरेर आमा खाएर प्राय ल पेडियाको ल लगी ल मामा चाहिँ टिटी गएर यहाँ किन्नु भयो आज लाग्नु पर्दैन यहाँ सोमख्रे भुङ्गी अब म आफू म सोमख्रे कुनै गल्ली होइन पुष्पलाल खतरा अब बोल्नु मामालाई मेन्सन गरेर बनायो है है हाम्रो मान्छे चाहिँ लजाइरहनु भएको छ नलजाउन न जेन्टलम्यान अन्यमा ओ या पकोडा है या जाउँ ल चटपटी खाइदिनु भोक लाग्यो यिनीहरूले त केही नखाने क्या ओ डेटिङ बोलाउने केही नखाउने कहाँबाट चटपटे चटपट चटपट केही खाइदिनु
बहिनी हामीलाई डेटिङ बोलाएर केही नखाइदिनु मामा हेर्नु है हामी भोकै है बिहानैदेखि हेर न तपाईँहरूले खानु खा भने मैले बिहानै नआउने मामसिरी हजुर एकछिन के तपाईँले के अगाडि हिँड्नु भयो कि अरू भने यस्तैहरू ओ छिटो आऊ न केटी हो ह्यान्ड साइन देखाइदियो हाम्रो ग्याङ साइन मामसिरी मामासिरी अनलाइन हेर्दै हामी दुईजना लाज लाग्दैन है हामी त लजाउँदैन है हामी बुढबुढी हुन्छ है के को झन्डा रहेछ यसो चिनौँ ल साथीहरू तिमीहरूलाई आई लभ यू छ ल यो फुलको तर्फबाट फुल देखाएर सोध्दै नेता पुष्पलाल रे त्यहाँ गएर एउटा यसो भिडियो त बनाउनु पऱ्यो थुप्रै पुष्पलाल श्रेष्ठ लाल सलाम यस्तो गर्छ होइन रातो सलाम लाल सलाम यस्तो गर्छ होइन रातो सलाम वा ब्लड ग्याङ हाम्रो बहिनीहरू लजाएर उता भागिरह्यो क्या कति राम्रो के कति राम्रो के देखाएर आयो क्या कति मलाई लाग्छ कि है मम्मीसँग बोल्नु हामी फाइनली टक्क लाएर चाहिँ हामी बाहिर निस्क्यो ल केटी हो यो चाहिँ पुष्पलाल स्मृति कस्तो उल्टो देख्दो रहेछ पुष्पलाल स्मृति पिस पार्क रमाइलो भयो बाटै नाचिने के उनीहरू यार त्यो साथीहरू पैसा आएको कि यिनीहरूलाई आजभोलि मलाई है आजभोलि मलाई राम्रो तरिसँग मात्रै हिँड्नु मन लाग्छ के भयो पैसा आएर है के हो बेसी कुरो मात्रै गर्नु मन लाग्छ कि अरू भने त्यस्तै हो ल केटी हो मेरो साथी यहाँ छ अब निस्क्यो ल बाई गर दाइलाई